हेलो लासो फ्याफला नमस्ते सबैजनालाई है। आज चाहिँ मकै गोड्नु गइरहेको छु म चाहिँ होइन घरदेखि यहाँ मास्तिर काकाकोमा हिँडिसकेँ चाहिँ यहाँ मास्तिरपट्टि मकै गोड्ने हो। वर्षमा एकचोटि त अब गोड्नु पर्ने होइन। अब हिँड्यो मकै गोड्नुतिर है। अरू चाहिँ आएर घर छेउको छ यति गोडिसकेको रहेछ, म चाहिँ ढिला आएँ। यतातिर गोड्दैछ सकिसकेछ यहाँको चाहिँ गोडेर माम्या साग लिन आउनुभएको रहेछ है। यस सालको नयाँ नयाँ मकै गोड्ने पानी परेर होइन म चाहिँ कोदालो बोकेर हिँड्दैछु। अरूले उतापट्टि गोडिसक्यो, म चाहिँ यतापट्टि काकाहरूको आफ्नो बारी नभए पनि अरूको बारीमा चाहिँ होस् वर्षमा एकचोटि गोड्नु पाइन्छ त्यही खुसी लाग्छ। अनि म चाहिँ कोदालो बोकेर भर मेलो सुरु गर्नुलाई हिँडेँ। अनि सबै छिरिसक्यो मेलोमा फेरेर भएर लाइनमा गरा चाहिँ ठुलो छ, 2-3 कट्ठाको गरा एउटै छ। सबै खन्नु थालिसकेँ। अब मेरो पालो कोदामै 2-4 शब्द जाओस् न यहाँ छेउ खन्नु अहिले त्यहाँले 2-4 शब्द भएदिले पुग्छ। पुग्छ यसरी लाइनमा हेलो हैन यो सक्यो है। पहिला पहिला त अब यता माथिल्लोपट्टि छ यो दिदीको अनुहार त के देखाउनु। ए यो पनि यति ल्याइसक्यौँ है। ए यहाँदेखि अघि खाजा खाएर खाजा चाहिँ यति ल्याइसक्यौँ। सबैजना निहुरेर पनि खन्दैछु ए यहाँनिर। अब ऊ यहाँ माथि उतेरी छ बाँकी सक्यो त एउटा गीत बजाउन लिएर बजाइहाल्नु नि। अवश्य यसो हल्का कमेडी गरौँ न ल। ओए झमक कमेडी गर्दा कमेडी गर के कमेडी गर्ने अब बडोले अब यहाँ गीत बजाउन लिएर आउँदा मकै गाडी गीत गीत जान्दैन एउटा के सोचे त्यो किले यस्तो एउटा त्यस्तो गीत हुँदैन। हाम्रो काका चाहिँ अघि आँखा झुल्काउने अनि आज जस्तै हामीहरूलाई त्यस्तो भएको थियो के सोचे थिए जिन्दगीमा के भयो आज यतिको चाहिँ हुनुपर्छ। कुरी के सोचेर गएको माकुरी के भयो के भयो त भन्नु नि त। हाम्रो नि फाइनली है हाम्रो पार्टी चाहिँ हामी 5जनाले भइसकेको छौँ। गर्दैछौँ उतापट्टि हामी चाहिँ अघि आन्टीले एक गिलास रक्सी खाएको झ्याउ ल यो भिडियोलाई नि यसो हल्का सेयर गरेर मेरो कपाल कस्तो यार कपाल यस्तो दामी छ कि मेरो है। ओके ओके डोन्ट वरी आई थिङ्क समथिङ एज अफ फेरि म त ल यो भिडियोलाई नि लाइक कमेन्ट सेयर गर्नु होला। त्यसै गरी युट्युबमा हेर्नु मन लाग्छ भने युट्युबमा गएर सब्सक्राइब गरिदिनु होला। युट्युबमा पनि हेर्नु अब निकै भयो नलगाएको आज लाउँदैछु भिडियो हेरिदिनु होला। हस् त धन्यवाद। ओके बाई।